माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतान्त्रिक दलका नेताहरूलाई भ्रष्टाचार वा अन्य बहानामा जेल हालेर दलमाथि प्रतिबन्ध लगाउने खतरा रहेको औल्याएका छन्। जेन्जी आन्दोलनपछि उनले देश झनै अन्यलको अवस्थामा आएको भन्दै धेरै खाले चलखेलहरू भइरहेको दाबी समेत गरेका छन्। केन्द्रीय समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा अध्यक्ष प्रचण्डले संविधान मास्ने, अन्तरिम सरकार जारी गर्ने र देशमा विभिन्न बहानामा अराजकता मच्चाएर प्रतिगामी शक्ति हावी गराउने खेल हुन सक्ने आशंका गरिएको छ। प्रचण्डले लोकतान्त्रिक दलका नेताहरूलाई भ्रष्टाचार वा अन्य बहानामा जेल हालेर दलमाथि प्रतिबन्ध लगाउने खतरा समेत रहेको औल्याएका छन्। उनले सबै परिस्थितिलाई गम्भीरता साथ लिएर फागुन 21मै चुनाव गराउन लाग्नुपर्ने समेत बताएका छन्। प्रचण्डले यसबीचमा आफू सहितको पहलमा संविधान जोगाउन सफल भइएको भन्दै षड्यन्त्रहरू कायमै रहेको बताएका हुन्। उनले शीतल निवासमा सुशीला कार्की प्रधानमन्त्री बन्नु अघिका वार्तामा आफूले संविधान र लोकतन्त्रमा कुनै सम्झौता गर्न नसकिने, संसदबाटै नयाँ सरकार गठन गरी समस्याको निकास खोजिनुपर्ने, संसदबाटै नयाँ जनादेशमा जानुपर्ने, संसदले नियमित कारबाही नगर्ने तर जेन्जीले उठाएका प्रत्यक्ष कार्यकारी लगायतका मागहरू सम्बोधन गर्नुपर्ने अडान प्रस्तुत गरेको जनाएका छन्।